किन यहाँ बाटोमा खेलेको नानी गाउँ नानी यो हजुरको नानी हो हजुर तपाईँको नाति हो बच्चाहरूलाई यसरी बाटोमा खेल्न दिन हुँदैन नि होइन म यहाँ भित्रतिर थिएँ नानी निक्लिहाल्छु यो बाटोमा खेल्नको यो लागि व्यस्त सडक हो यो सडकमा हामी यस्तै बच्चाहरूलाई छोड्दै गर्दाखेरि सडक दुर्घटना हुन सक्छ यो बाटोमा अत्याधिक गाडीहरू कुदिरहने भएकोले गाडीको अत्याधिक चाप भएकोले गर्दाखेरि धेरै दुर्घटना घटिरहेका छन् त्यस कारणले गर्दाखेरि बच्चाहरूलाई बाटोमा खेल्न दिन हुँदैन आगामी समयमा चाहिँ हजुरले बच्चाहरूलाई ख्याल गर्नु होला र कहिले पनि बच्चालाई एक्लै बाटोमा नछोडिदिनु होला धन्यवाद हामीलाई सल्लाह सुझाव दिनुभयो त्यसमा धेरै धेरै हामी बाटोमा यात्रा गर्दै गर्दा हेलमेट प्रयोग गर्नुपर्छ बाइकमा हामी कुदाउँदै गर्दा हेलमेट तथा हेलमेटमा क्लिप लगाउनुपर्छ त्यसै गरी हामी बाटो क्रस गर्दै गर्दाखेरि जेब्रा क्रसिङबाट मात्रै बाटो क्रस गर्ने गर्नुपर्छ हामीले बच्चाहरूलाई बाटोमा खेल्न दिन हुँदैन ल नमस्कार नमस्ते हजुरहरूले यो बाटो डिस्टर्ब गरेर हिँडिरहनु भएको छ मैले चाहिँ हजुरलाई थोरै सल्लाह दिन चाहेँ यसरी बाटो डिस्टर्ब गरेर हिँड्दै गर्दाखेरि हामी बाटो पुरै झिकेर हिँड्दै गर्दाखेरि दुर्घटनाहरू हुनसक्छ यो बाटो अत्यन्तै सवारी कुदिरहने बाटो हो सबजना आउँदैन एकजना पछि अर्कोजना गरेर लाइन लागेर हिँड्दै गर्नु होला यसरी बाटो छेकेर हिँड्दै गर्दाखेरि चाहिँ यो बाटो पुरै डिस्टर्ब हुन्छ मैले हजुरलाई जनचेतना जगाउन चाहेँ धन्यवाद बिमा गरे तापनि यो बाटोमा हिँड्दै गर्दा चाहिँ हामीले आफ्नो ज्यानलाई केयरलेस गर्नु हुँदैन हामीले गर्दा अरूलाई पनि दुर्घटना हुनसक्छ त्यो कारणले हामी बाटोमा हिँड्दै गर्दाखेरि एक पछि अरू गरेर हिँडौँ यसरी बाटो पुरै क्याप्चर गरेर हिँड्न पाइँदैन हिँड्नु हुँदैन यो ट्राफिक रुल्स पनि हामीले अलिअलि पालना गर्नुपर्छ होइन सर गाडी हेर्नु त कहाँ छ गाडी आएकै छैन धेरै राम्रो सुझाव दिनुभयो है हामी चाहिँ अब जानी नजानी होइन अब साथीहरूसँग डिस्टर्ब हुनसक्छ अनि सुझावको लागि धेरै धेरै धन्यवाद हामी अब ग्यादरिङमा हिँड्दाखेरि अब को कता भयो आगामी दिनमा हामी एकताको लाइनबद्ध रूपमा हिँड्छौँ है त्यसको लागि धेरै धेरै धन्यवाद हामी एजुकेटेड पर्सनहरू हामी हिँड्दै गर्दा हामी आफू सजग रहनुपर्छ र अरूलाई पनि सकारात्मक सल्लाह दिनुपर्छ हामीले ट्राफिक रुल्सको बारेमा आफूले जानेको कुरा अरूलाई पनि सिकाउनुपर्छ हजुरलाई धेरै धेरै उदयपुर गाईघाटमा छु आज भर्खर यहाँको स्थानीय संस्थाहरूले सौजन्य गरेर यहाँ एउटा यात्रीहरूलाई हेलमेटको प्रयोग किन गर्ने यात्रा गर्दै गर्दा हेलमेटको प्रयोग गर्दै गर्दा तपाईँको सुरक्षित यात्रा हुन्छ भनेर एउटा जनचेतनामूलक बोर्ड टाङ्नु भएको रहेछ यही बोर्डमा मैले एउटा सानो भिडियो बनाएँ हामीले एउटा ट्राफिक रुल्स अनुसार हामी यात्रा गर्दै गर्दा हामी सुरक्षित हुन्छौँ त्यसै गरी यात्रा गर्दै गर्दा ट्राफिकहरूले बेला बेला हामीलाई ठाउँ ठाउँमा रोक्नुहुन्छ चेकिङ गर्नुहुन्छ मापासे चेक गर्दै हुनुहुन्छ हेलमेट लगाउनुहोस् हेलमेटको क्लिप लगाउनुहोस् भन्दै हामीलाई जनचेतना जगाउनुहुन्छ यसको मतलब तपाईँ यात्रामा हुनुहुन्छ तपाईँको यात्रा सफल रहोस् तपाईँ कुनै पनि दुर्घटनामा नपर्नुहोस् यदि परिहाल्नु भएछ भने पनि तपाईँ आफ्नो ज्यानको सुरक्षित हुनको लागि हेलमेट तथा यात्रामा युज गर्नुपर्ने साधनका विभिन्न प्रकार जस्तै सेफ्टी बेल्टहरू जस्ता कुराहरूलाई अनिवार्य प्रयोग गर्नुहोस् भन्नको लागि जनचेतना जगाएको हो।